यहाँ त प्रष्टै देखिँदैन। मिना मिसको कस्तो छ देख्नु? हजुर मिलेको छैन जस्तो। फेरि गरिदेऊ त। संस्थाको भूमिकामा थियो जुन चाहिँ तपाईहरुको हातमा पनि छ। अब 100% यदि बौद्धिक अपाङ्गता भएको व्यक्ति तपाईहरुको सम्पर्कमा छ भने उहाँहरुसँग परिचय पत्र छ कि छैन भने तपाईहरुले गैरौली वकालत गरेर हुन्छ कि जानकारी दिएर हुन्छ कि कसरी हुन्छ परिचय पत्र बनाउन जरुरी यो संस्थाको पनि जिम्मेवारी। हक अधिकार तथा सेवा सुविधाको उपभोग गराउनको लागि प्राविधिक सहयोग गर्ने। प्राविधिक सहयोग भनेकै पैसा खर्च नगरिकन गरिने सेवा सुविधा गरिने अभ्यास हो। प्राविधिक सहयोग भनेको पैसा खर्च नगरिकन दिने सल्लाह सुझाव प्रतिक्रिया नै प्राविधिक सहयोग हो। जस्तै स्वास्थ्य बीमा